उहाँहरूले गरेको योगदानप्रति यहाँ कदर हुँदैछ, जसले समाजमा राम्रो काम गर्छ। यो हाम्रो उहाँलाई सम्मान गर्ने कार्यक्रम यही सघाउँदै मैले चाहिँ उहाँलाई आज हाम्रो वैदेशिक रोजगार उद्धार श्रमिक सङ्घ नेपालले उहाँको कामलाई कदर गर्दै र आगामी दिनमा उहाँसँग हातेमालो गरेर हामी एकताबद्ध भएर उहाँले सकेको काम उहाँले गर्ने र हाम्रो यस सङ्घले गरेको काम हामीले गर्ने र हामी सबैजना रेस्क्यु टिम लगायत र हाम्रा विभिन्न रेस्क्यु टिमहरू छ। तपाईँको चाहिँ नि इन्द्र गोले, यसै गरी दानबहादुर थोकर, प्रेम तामाङ जस्तै कैलासिङ ठकुरी र विभिन्न रेस्क्यु 10-11वटा रेस्क्यु टिमहरूसँग हातेमालो गरेर आगामी दिनमा यस सङ्घको खम्बा भएर र हाम्रो नेपाल तान्त्रिक झाँक्री सङ्घको पनि हाम्रो चाहिँ धर्मगुरु आउनु भएको छ, सबैजना हातेमालो गरेर उहाँले आगामी दिनमा यस वैदेशिक उद्धार श्रमिक सङ्घ नेपालको प्रतिनिधि, दुवै प्रतिनिधि भएर जानुहुनेछ भन्ने हाम्रो अध्यक्षज्यूबाट जानकार भइसकेको छ। र उहाँलाई सम्मान गर्नको लागि उहाँलाई सम्मान पत्र हाम्रो अध्यक्षज्यूबाट चाहिँ सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। हाम्रो प्रमुख सल्लाहकारज्यू र हाम्रो अध्यक्षज्यूले चाहिँ उहाँलाई सम्मान पत्र प्रदान गर्दै हुनुहुन्छ। हुन्छ ल, म यहाँ भोलि गरिरहेको हाम्रो आदरणीय प्रमुख अतिथि हाम्रा प्रमुख सल्लाहकार र अध्यक्षज्यूले उहाँलाई सम्मान गर्दै हुनुहुन्छ। लिएर आउनु भयो ल, यो चाहिँ हाम्रो आएको चिनो आएको छ। ल एउटा फोटो ल, बधाई छ मेरो सिस्टरलाई है। यो त वैदेशिक रोजगार उद्धार श्रमिक सङ्घको दुबईमा धर्नको लागि पक्कै नै अध्यक्षज्यूले के नै नाम दिएर पठाउनुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ। अब थोरै दुई शब्दमा हाम्रो अध्यक्षज्यूले पनि केही कुराहरू राखिदिनुहुन्छ। उहाँले मलाई मासुजीले बोल्नुको लागि भनिहाल्नुभयो। यसमा मलाई खासै बोलिराख्ने त मेरो शब्दै छैन। अब उहाँको अगाडि हामी केही पनि हुँदै होइन, मैले चाहिँ भनिहालेँ अघि राजुजीले। मैले पहिलोचोटि राजुजीको आँखामा आँसु रसाएको देखेँ भनेपछि हामी यतिखेर सबैको आँखामा आँसु रसाइरहेको छ। जुन चेलीले महान काम गर्नुभएको छ त्यो गरेको पनि कति प्रायले देखेको छैन होइन भने हामीले तुलना गर्नुपर्छ। हामी देशवासी, हामी नेपालीवासी होइनले तुलना गर्नुपर्छ। हिजोको दिनमा एयरपोर्टमा जाँदाखेरि म आफूलाई पनि राम्रोसँग त्यति राम्रो थाहा थिएन हामी आफैले उद्धार गर्दैछौँ भनेर प्रकाशजीले बेलुका जानुपर्छ है, हाम्रो जुन चेलीले यसो गर्दै हुनुहुन्छ हाम्रै मान्छे हो भनेर यिनी मसँग रिसाएको थियो। त्यसको लागि सरी पनि भने होइन। कुनै कामले रिसाएर होला उसले मलाई सम्पर्क नगर्नु पनि सकेको, कुनै मेरो व्यवहारले होला, कुनै मेरो साथीहरूले गर्दा